भूमध्य रेखामा किन धेरै गर्मी हुन्छ अनि गोलार्धमा धेरै चिसो हुनुको पनि के कारण हो त? वैज्ञानिकहरूले पृथ्वीमा एउटा काल्पनिक रेखा खिचेका छन्। त्यसलाई भनिन्छ भूमध्य रेखा। भूमध्य रेखादेखि आधा भागलाई उत्तरी गोलार्ध र आधा भागलाई दक्षिणी गोलार्ध भन्ने गरिन्छ। यी दुवै गोलार्ध पृथ्वीको सबैभन्दा चिसो ठाउँ हो भने भूमध्य रेखा चाहिँ पृथ्वीको सबैभन्दा गर्मी ठाउँ हो। तर भूमध्य रेखामा किन धेरै गर्मी हुन्छ अनि गोलार्धमा किन जाडो हुन्छ? खगोलशास्त्रीहरूका अनुसार हाम्रो पृथ्वी सूर्यप्रति ढल्किएको छ। ज्यामितीय भाषामा भन्दा पृथ्वी सूर्यतर्फ 23.5 डिग्रीमा ढल्किएको छ। त्यसैले गर्दा वर्षमा आधा समय उत्तरी ध्रुव सूर्यको नजिक पुग्छ, दक्षिणी ध्रुव सूर्यबाट टाढा पुग्छ। फेरि वर्षमा आधा समय चाहिँ दक्षिणी ध्रुव सूर्यको नजिक पुग्छ, उत्तरी ध्रुव चाहिँ सूर्यबाट टाढा पुग्छ। सूर्यबाट टाढा भएको बेलामा उत्तरी र दक्षिणी ध्रुवमा चिसो हुने गर्छ। त्यस्तै उत्तरी र दक्षिणी ध्रुवमा सूर्यको किरण सिधा पर्दैन, छड्के मात्रै पर्छ। त्यसैले गर्दा पनि यी दुई ध्रुवमा चिसो हुन्छ। फेरि ध्रुवहरूमा पुग्दा सूर्यको प्रकाश छरपष्ट हुन्छ। यसले ठूलो क्षेत्र ओगटेको छ। यसको ठिक विपरीत भूमध्य रेखामा चाहिँ सूर्यको प्रकाश सिधा पर्छ र सूर्यको सिधा प्रकाश पृथ्वीको सानो क्षेत्रमा मात्रै पर्छ। पृथ्वी जता फर्किए पनि अर्थात् उत्तरी ध्रुव सूर्यको नजिक पुग्दा पनि र दक्षिणी ध्रुव सूर्यको नजिक पुग्दा पनि भूमध्य रेखामा चाहिँ सूर्यको कडा प्रकाश सिधा पर्छ। वर्षभरि नै सूर्यको कडा प्रकाश सिधा पर्ने भएकाले भूमध्य रेखामा अचाक्ली गर्मी हुन्छ। यही कारणले गर्दा भूमध्य रेखामा दिन पनि लामो हुन्छ। भूमध्य रेखामा धेरै गर्मी हुने र गोलार्धमा धेरै चिसो हुनुको रोचक तथ्यहरू छन्। ती तथ्यहरू पनि जानिराखौं। अमेरिकाको एउटा कलेजमा प्रकाशित भएको जर्नलका अनुसार यदि भूमध्य रेखा नजिक बस्ने हो भने दम र श्वास प्रश्वास सम्बन्धी एलर्जी हुन्छ। भूमध्य रेखा नजिक बस्नेहरूलाई विकिरणको खतरा पनि हुन्छ। विश्वका धेरै जनसङ्ख्या भएका मुलुकहरू भूमध्य रेखा भन्दा उत्तरतिर पर्छन्, जस्तो कि चीन, भारत, अमेरिका। धेरै जनसङ्ख्या भएका मुलुक मध्ये ब्राजिल र इन्डोनेसिया मात्रै भूमध्य रेखा भन्दा दक्षिणमा पर्छन्। काल्पनिक भूमध्य रेखाले छुने देशहरू 14 वटा रहेका छन्। ती हुन् इक्वेडर, कोलम्बिया, ब्राजिल, गबोन, रिपब्लिक कङ्गो, डेमोक्रेटिक रिपब्लिक कङ्गो, युगान्डा, केन्या, सोमालिया, मालदिभ्स, इन्डोनेसिया, किरिबाटी, बेकर टापु, साओ टोम र प्रिन्सिप। उत्तरी भन्दा दक्षिणी ध्रुवमा बढी चिसो हुन्छ। यद्यपि यी दुवै ध्रुवमा हिउँ कहिल्यै पग्लिँदैन। दक्षिणी ध्रुवमा औसत तापक्रम -49 डिग्री सेल्सियससम्म हुने गर्छ। उत्तरी ध्रुवमा -34 डिग्री सेल्सियससम्म हुने गर्छ। दक्षिणी ध्रुवको एन्टार्क्टिक क्षेत्रमा अहिलेसम्म 3 पटक ओजोन तहमा प्वाल परिसक्यो। उत्तरी ध्रुवमा 1 पटक पनि प्वाल परेको छैन। एन्टार्क्टिक क्षेत्रको ओजोन तहमा अमेरिका देश जत्रो प्वाल परेको थियो। अनुसन्धान अनुसार उत्तरी ध्रुवको आर्कटिक क्षेत्रमा पृथ्वीमा रहेको मध्ये आधा तेल भण्डार रहेको छ, जुन रुसको नियन्त्रणमा छ। लोमोनोसोभ पर्वत श्रृङ्खलामा 1800 किलोमिटर क्षेत्र ओगटेको यो तेल भण्डारमा 10 बिलियन टन तेल रहेको दाबी छ। अन्टार्क्टिक क्षेत्रमा खनिज पदार्थहरू सुन, तामा, चाँदी, प्लाटिनम, फलाम लगायतको ठूलो भण्डार रहेको छ।